त्यो एउटा इङ्ग्लिसमा एउटा वर्ड हुन्छ क्या, फ्रस्ट्रेसन भन्छ क्या। वाट इज द मिनिङ अफ फ्रस्ट्रेसन? मलाई यहाँ एउटा फोटो राखिदिएको छु, हेर्नु ल त, म चिन्नुहुन्छ होला उहाँलाई, वरिष्ठ नेता हुनुहुन्छ हाम्रो नेपालको राजनीतिमा चाहिँ उहाँको ठुलै प्रभाव छ होइन। अनि एउटा स्ट्रेस लेभल भन्छ क्या, वाट इज द लेभल अफ स्ट्रेस भनेर त्यहाँ क्वेसन गरिन्छ क्या। यो फोटो हेर्नु क्या, तपाईँले त्यो दुइटै प्रश्नको जवाब यो फोटोमा देख्नुहुन्छ क्या, त्यो एक्सप्रेसनमा देख्नुहुन्छ क्या। यो पछिल्लो क्रमको हिजोको घटनाक्रम हो होइन। यो घटनाक्रम त केही दिन अगाडिदेखि नै भनौँ न यसरी तपाईँको यो एउटा माथि अर्को अर्को माथि अर्को हुँदै आइरहेको छ र हिजो चाहिँ तपाईँको यसरी यो घटना प्रस्फुटन भयो होइन, मतलब वालछ्याल भयो। त्यहाँनिर हाम्रो प्रचण्ड कमरेड चाहिँ त्यहाँनिर एउटा कार्यक्रममा गइरहेको बेलामा पत्रकारले त्यहाँ अकस्मात प्रश्न सोध्नु भएको थियो र उहाँको त्यो एउटा शब्दले चाहिँ अहिले प्रचण्ड कमरेड कुन लेभलको स्ट्रेसमा हुनुहुन्छ र कस्तो फ्रस्ट्रेसन लेभल उहाँले पार गरिरहनु भएको छ भन्ने कुरा प्रष्ट देखिएको छ क्या। उहाँले जुन त्यो शब्द प्रयोग गर्नुभएको छ मरेपछि भन्ने होइन, त्यो लेभलको कुनै बेलाको जनकमान्डर होइन, नेपालमा चाहिँ इतिहास रचेको व्यक्ति, नेपालको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री भएको व्यक्ति होइन, जे पनि गर्न सक्ने व्यक्ति आजको दिनसम्म आइपुग्दाखेरि त्यो शब्द उहाँको मुखबाट उच्चारण हुन्छ भने अहिलेसम्म उहाँका पछि लागेका कार्यकर्ताहरूको जिन्दगी धिक्कार छ। मैले यसो भन्दाखेरि म सायद गलत हुन सक्छु होला होइन, तर एकचोटि मलाई गलत भन्नेले तपाईँहरूले आफ्नो विगत, तपाईँले कसरी जनयुद्ध लडेर यहाँसम्म आउनुभएको थियो र तपाईँहरूको नेताको अहिलेको हविगत के कारणले भएको छ, जनताले किन तिरस्कार गरे यतिखेरलाई र किन यो अवस्थासम्म ल्याइ पुर्यायो भन्ने कुरा तपाईँले मजाले एकचोटि ऐनामा हेरेर बुझ्न सक्नुहुन्छ क्या। केही समय अगाडि पनि केही हप्ता भनौँ न महिना पनि भएको छैन, तपाईँको यो एमालेसँग वाम एकता, उनको त हाम्रो प्रचण्ड सरको त कस्तो हुन्छ भने सर भनेछु, हाम्रो जनकमान्डर प्रचण्ड सरै भन्न आउँछ। फेरि हाम्रो जनकमान्डर प्रचण्डजीले चाहिँ वाम एकता गर्नुपर्छ, अहिले गरौँ, भरे नै गरौँ, भोलि नै गरौँ, त्यो त्यो एउटा हुन्छ नि हताशको वातावरण क्या। तपाईँको त्यो स्ट्रेस मैले भने नि, फ्रस्ट्रेसन भने नि, त्यो क्या त्यसरी निकालिराख्नु भएको थियो। अनि हिजो पनि तपाईँको ठ्याक्कै त्यही भयो। हुँदा हुँदा त के भएछ भने वाम एकताको ठाउँमा कहाँबाट आएर काङ्ग्रेस घुसेछ फेरि। अब प्रचण्ड जनकमान्डर प्रचण्डले प्याट्टै निकालिदिइहाल्नुभयो। अब अहिलेको गगन थापाको नेतृत्वको के भन्छ नेपाली काङ्ग्रेस छ, तपाईँ जुन पुरानो छ नि इतर पितर के पक्ष भन्छ नि, त्यो काङ्ग्रेससँग पनि निरन्तर संवाद भइरहेछ क्या। भनेपछि वाम भने नेपालभरिका जति पनि पार्टी, फेरि उता अर्को मधेसी पार्टीहरू छ नि, तपाईँ जसपा लोसपा के भन्छ नि यता मधेस दलहरू, तेरो पनि तपाईँको 23 गतिहरूको बृहत अब त्यो एकता सभा हुँदैछ होइन। अनि कसको विरुद्ध भन्दाखेरि बालन सरकारको विरुद्ध क्या। अनि फेरि यता वाम एकता छ, आफ्नो ठाउँमा वाम एकता छ। अब वाम र काङ्ग्रेस त्यो चटपटे एकता हुने भयो क्या, झारमुरी एकता हुने भयो क्या कमरेड प्रचण्डजी होइन। अब वामीहरूसँग पनि एकता गरेको छ, वाम एकता त ल अरे ल। अब यिनीहरूको हिजोसम्म कुरा काट्ने, त्यहाँ तपाईँलाई भाषण सुन्नु तपाईँलाई विरक्त लागेर आउँछ क्या। हिजोसम्म कुरा सदनको रोस्टममा बसेर कुरा काट्ने मान्छेहरूले हिजो तपाईँले प्रचण्डले गरेको, यहाँ मैले पछाडि यसमा राखिदिइरहेको छ, तपाईँले पढ्नु, कमेन्ट गर्नु। यो प्रचण्डले गरेको भाषणको जुन हुन्छ नि त्यहाँनिर आम जनताले दिएका के भन्छ यो कमेन्ट हो क्या, यो प्रतिक्रिया हो। हेर्नु होला तपाईँले पछाडि छ होइन, म राखिदिन्छु, आनन्दले हेर्नु होला। के भयो भने तपाईँको वाम एकता त छ क्या आफ्नो ठाउँमा। अनि यो फेरि काङ्ग्रेस कहाँबाट आएर मिसिन आँट्यो क्या, फेरि निरन्तर प्रयास भइरहेछ, वार्ता भइरहेछ होइन। यो कस्तो चुतियापन्थी हो क्या, यो सिद्धान्त हुँदैन। त्यहाँ पुरै लेनिनको कसको नाम लिइरहेको थियो क्या हाम्रो प्रचण्ड सरकारले, जनकमान्डर प्रचण्ड सरकारले होइन। अनि काङ्ग्रेस कहाँबाट आयो फेरि? अझै एउटा मात्रै होइन, तपाईँको गगन थापा काङ्ग्रेस पनि हेरेँ, अर्को दुइटै काङ्ग्रेससँग सँगै जाने अरे, विरोधी सरकारको गर्ने अरे। सरकारको पछाडि जनताको साथ छ क्या। तिमीहरू टाउके टाउके मिलेर के गर्छौ? जनताको के छ प्रतिक्रिया? यो यहाँ पछाडिको हेर न, तिमीहरूले भिडियो पछाडिको हेर न, जनताको प्रतिक्रिया बुझ्नु परेन। जनताले त तिरस्कार गरिसक्यो त तिमीहरूलाई, अझै के को यो यस्तो रडाएको हो क्या यो। राम 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 त लाज शरम केही छैन है। मिल्ने भनेको छ, यो भनेको छ। अब अहिले भयो नि, अब भोलि फेरि अर्को न्युज अपडेट आइहाल्छ है फेरि अर्को। अब अहिलेको लेटेस्ट न्युज भनिदिन्छु है, वामहरू मिल्ने एकता होइन। अनि त्यस पछाडि के भन्छ वामहरू मिल्ने, अनि काङ्ग्रेससँग पनि मिल्ने, अनि उता मधेसी मोर्चा पनि गर्ने, अनि यो अलग अलग मोर्चाबाट सरकारको विरुद्धमा आन्दोलन गर्ने अरे क्या। हे प्रभु गर कल्याण, राधे राधे।